नेपालमा अब यस्तो इन्ट्रेस्टिङ बाइक्सहरु आएको छ र यो चाहिँ हायोसुङ भन्ने ब्रान्डबाट हो। यो चाहिँ हायोसुङको ADV 250 हो भने यो बबर जस्तो देखिने बाइक चाहिँ GV 250S भन्ने मोटरसाइकल हो र हेर्दाखेरि चाहिँ ठ्याक्कै एउटा प्रपर हार्ले डेभिडसन टाइपकै लुक्स देखिरहेको छु यसको मैले। इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो बाइक्सहरुमा चाहिँ V-twin इन्जिन युज भएको छ हैन। अब नर्मली हामीले नेपाली मार्केटमा V-twin इन्जिन त्यति देख्दैनौं, तर हायोसुङले चाहिँ प्राउडली यसमा लिक्विड कुल्ड V-twin 250cc इन्जिनहरु दिएको छ किनकि V-twin को फिल र क्यारेक्टर चाहिँ अलि सिंगल सिलिन्डर भन्दा चाहिँ मच बेटर हुन्छ। सो यो बाइक्सहरु चाहिँ अहिले टेस्टिङ फेजमा मात्रै लिएर आएको छ नेपाल हैन। यो अफिसियली लन्च चाहिँ भएको छैन र जुन यो 250cc को बबर छ अहिले यहाँ, यो चाहिँ लन्च हुने टाइममा चाहिँ अब 300cc को इन्जिन यसमा आउँछ भन्ने कुरा छ। त्यस्तै गरी मोडर्न फिचर्सहरुको केही कमी छैन। ट्र्याक्सन कन्ट्रोल, डुअल च्यानल ABS हरु सबै पाउनुहुन्छ। अझ यो ADV 250 मा त तपाईको स्विचेबल ABS पनि छ। हायोसुङ एज अ ब्रान्डको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ साउथ कोरियन ब्रान्ड हो र अहिले यसको म्यानुफ्याक्चरिङ चाहिँ चाइनामा भइरहेको छ र यो बाइक्सहरुको फिट एन्ड फिनिश र क्वालिटी हेर्दाखेरि चाहिँ बुझ्न सकिन्छ कि चाइनिज इन्जिनियरिङ पनि कति एडभान्स भइसक्यो अहिले भनेर। हायोसुङको शोरूम चाहिँ उत्तर ढोकामा छ। सो यहाँ आएर चाहिँ तपाईहरु मज्जाले टेस्ट राइड गर्न सक्नुहुन्छ है त।